म महाकालाको पुनः जन्म भएको। महाकालाका प्रकारहरू धेरै छन्। मूल उत्पत्ति नाम त के लिने? हिमेकाला, भानुकाला, हिमेकाला, मधुकाला, सूर्यकाला, धुरुकाला, 7 वटा छन्। यो चाहिँ सेतो महाकाला, हरियो महाकाला, पहेँलो महाकाला, घाटो महाकाला, कालो महाकाला। यो 5 वटामा चाहिँ म चाहिँ सेतो धुलुकुला नाम त के लिने? धुसुकमा के लिने? बौद्ध धर्मको कुनै पनि ग्रन्थ, सूत्र, तन्त्र आदिमा महाकालको पुनर्जन्म हुन्छ भनेर कुनै पनि कुराहरू लेखिएको पाइँदैन। हिन्दू र बुद्धिस्ट एउटै हो, नामकरण मात्रै फरक हो भनेको छ यहाँ। धेरै मेहनत गरेको छु मैले, धेरै ध्यान गरेको छु, तपस्या गरेको छु। मलाई भगवानले यो ठाउँमा पुर्यायो, काम सक्सेस भयो र मैले राम्रो गरेको भएर मलाई भगवानले पनि अलि छिटो नै यहाँसम्म आइपुग्यो। र मैले यहाँभन्दा काठमाडौँमा पनि मैले रुममा 3 महिनासम्म केही नखायो भने मैले गरेको छु र 15 दिन पनि मैले गरेको छु, 3 दिन पनि गरेको छु। मेरो यो चाहिँ अन्तिम 49 दिनको मेरो यो सिद्धि प्राप्त हुनको लागि मलाई धेरै गाह्रो भएको थियो। तैपनि अनि डमदुकीले तपाईँ किन सिमेले चिकिन बसेको धमनु देखि न धमन आता धोलो दो के किने कि किरे 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 करा 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 त किने जाने भए अबै मलाई नागेर जाने सक्छ भने सक्दैन भने धुलुकुल बोतल भन्नुहुन्छ के तपाईँ अनि धुर्सो मसादामा त म त यहाँबाट जान्छु। हामी किन जान्छ? महाकाल भनेको अवतारमा जन्मिने जीव होइन, उनी भनेको धर्मपाल हुन्। महाकाल भनेको धर्मको रक्षा गर्ने देवशक्ति हुन्। तन मन सहित जन्मिने जीवात्मा होइन भनेर बताएको छ। यसरी महाकालको जन्म हो भन्ने कुरामा केही पनि प्रमाण र आधार नभएको हुनाले भ्रम नपर्न यहाँहरू सबैजनाले म अनुरोध गर्न चाहन्छु। बिर्सन नसक्ने अथवा गाउँ समाजमा उहाँले भविष्यवाणी गरेर भएको केही हुन्छ नि, त्यो चमत्कार भनौँ है, अथवा उहाँले जो बताउनु भएको थियो त्यो चिज भएको त्यस्तो कुनै घटना छ? हामीसँग प्रशस्तै उदाहरणहरू छ, जसमध्येमा हाम्रो दोरम्बा सैलुङ गाउँपालिका अन्तर्गत वडा नम्बर 2 जसको सुन हराएको थियो। विगत उहाँले त्यो बेलामा पत्ता लगाउनुभन्दा अगाडि 3-4 महिना अगाडि नै हराएको थियो। त्यो सुन चाहिँ उहाँले जोखाना हेरेर पत्ता लगाएर त्यो सुन जस्ताको तस्तै घरमा फिर्ता ल्याइदिने सम्मको उहाँले पूजापाठ गरेर त्यो सुन चाहिँ पछि सुटुक्क लिनु भएन। त्यो चाहिँ प्रहरी चौकी सामु गएर जनप्रतिनिधिको रोहबरमा, प्रहरी चौकीको रोहबरमा कागज गरेर मैले चोरेको हो, मैले लगेको हो र मैले गल्ती गरेँ, यो चाहिँ म फिर्ता दिन्छु भनेर गल्ती स्वीकारेर फिर्ता गरिएको रेकर्डहरू हामीसँग छ। यहाँहरूले दोरम्बा सैलुङ गाउँपालिकाको वडा नम्बर 2 को प्रहरी चौकीसँग यहाँहरूले बुझ्नु भए पनि त्यो चाहिँ एउटा प्रमाणको रूपमा भेटाउन सक्नुहुनेछ। पारेर बुद्ध जयन्तीको दिन पनि हो, तसर्थ यहाँ चाहिँ यो स्थानमा चाहिँ पहिल्यैदेखि ऐतिहासिक रूपमा पनि यहाँ नाग रहेको भन्ने चाहिँ यहाँ एकजना हाम्रो मेमे गुरुङले पत्ता लगाइसके पछाडि यहाँका नागले चाहिँ यहाँका स्थानीयहरूले चाहिँ दिनादिन पिरालिसके पछाडि चाहिँ यहाँ क्षमा पूजा गर्नुपर्छ भन्ने खालको मेमे गुरुको यो भनाइपछि चाहिँ यहाँ एउटा समूह बनाएर चाहिँ उहाँहरूले एउटा आयोजना गर्नुभएको थियो यहाँ कालीनाग क्षमा पूजाको लागि, जसको चाहिँ अध्यक्ष मसँग हुन्छ। हजुरको शुभ नाम? नमस्कार, सर्वप्रथम म धनबहादुर तामाङ अमीर
यो चाहिँ खास गरी परापूर्व कालमा जिजुबाजेहरूले हजुरबुवाहरूले मान्दै आउनु भएको रहेछ। यो बिचमा केही समय केही पुस्तामा चाहिँ यो नमानेको मान्न छोडेको कारणले गर्दाखेरि यो अलिकति यो यस नागले यो क्षेत्रमा रहेको यो ऐतिहासिक धार्मिक स्थल जहाँ कालीदेवी सेतीदेवी र कालो नागको वासस्थानहरू भएको ठाउँमा फोहोर र यो देवी देवताले नमान्दा यहाँ केही क्षतिहरू केही अनिष्टहरू केही चाहिँ दुःख बिरामीहरू दुःख कष्टहरू दिएको हुनाले यो चाहिँ मान्नुपर्छ भनेर पुरानो बुवा हजुरबुवा हजुरआमाहरूले पनि भन्नुभएको र प्लस अहिले हाम्रो तान्त्रिक गुरु धर्मगुरु हाम्रो साक्पा मेमे पुनर्जन्म भए पश्चात विशेष गरी उहाँले यो पत्ता लगाउनु भएपछि यो ठाउँमा यस समुदायहरू सामूहिक रूपमा मिलेर यस क्षमा पूजा कालीनागको पनि क्षमा पूजा गरेर यो चाहिँ कालीदेवीको र सेतीदेवीको पनि क्षमा पूजा गर्नुपर्छ भनेर एउटा छलफल गरेर निष्कर्षमा पुगेपछि हामीले यो कार्यक्रमको आयोजना गऱ्यौँ। जस्तै यहाँ यो क्षमा पूजा नगर्दा पहिला जुन यहाँ तपाईँहरूले नमान्दा भनौँ न होइन, अलिक छाडा छोड्दाखेरि तपाईँहरूलाई त्यस्तो कुनै घटना घटेको कुनै घटना त्यस्तो छ? मैले मेरो जिन्दगीमा मेरो लाइफमा त ठ्याक्कै याद छैन, तर हजुरबुवाहरूले लगभग 80-90 वर्ष कटेको हजुरबुवाहरूको चाहिँ कथाको रूपमा अहिले हामी सुन्छौँ। यहाँ थुप्रै खालको ठुल्ठुला घटनाहरू घटेको हामीले पाउँछौँ। त्यो चाहिँ यसै काली पोखरी जसलाई काली पोखरी भन्छ, काली पोखरीको पानी पहिलो पटक लगेर कुलो निकालेर खेतमा चाहिँ धान पहिलो पटक दोरोमामा धान रोप्दाखेरि चाहिँ लगभग धान रोपेको भूभाग चाहिँ 70% भूभाग चाहिँ पहिरो गएको, धान रोपेको राति नै पहिरो गएको इतिहासहरू पनि हामीसँग छ, जगजाहेर नै छ। यो चाहिँ लगभग 80 वर्षदेखि 90 वर्षको बिचमा रहेको अहिले हजुरबुवाहरूसम्मले यो कथाहरू भन्नुहुन्छ। यो हामी सुन्न सक्छौँ, पाउन सक्छौँ। त्यस कारणले पनि यो पछिल्लो चरणमा हामीले नै महसुस गरेर धेरै ठुल्ठुला अनिष्टहरू खास यसै क्षेत्र मात्रै भएको छैन, तर दुःख बिरामी हुने, कष्ट हुने, कामहरू सफल नहुने कार्यहरू चाहिँ थुप्रै यहाँको समुदायहरूले भएको कारणले सबैतिर हेर्दा यस क्षेत्रको देवी देवतालाई मान्नुपर्छ, विशेष गरी कालीदेवी सेतीदेवी र कालो नागलाई मान्नुपर्छ, काली नागलाई मान्नुपर्छ भन्ने भएपछि हामीले यो तयारी गऱ्यौँ र यो आयोजना गऱ्यौँ। र यो सबै गर्दै गर्दा हामी सबै स्वदेशमा विदेशमा रहनुहुने सबै यहाँको दोरम्बावासी र दोरम्बाभन्दा बाहिरका समुदायहरूले पनि सहयोग गर्नुभएको छ। हामीले थोरैबाट सुरु गरेर कसैले 100 रुपियाँ, कसैले 500 रुपियाँ, कसैले 1000 रुपियाँ र कसैले 10,000 50,000 पनि सहयोग गरेर यस कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्नुभएको छ। त्यही कारणले यहाँ सबैलाई विशेष गरी सहयोग गर्नुहुने आर्थिक रूपमा, भौतिक रूपमा, नैतिक रूपमा र हरेक हिसाबले सहयोग गर्नुहुने सबै सहयोगी दाताहरूलाई पनि म विशेष गरी धन्यवाद दिन चाहन्छौँ। जस कारणले आज यो ठुलो कार्यक्रम, यो धार्मिक कार्यक्रम 1 जना 2 जना 5 जनाले कार्यक्रम सफल गर्न नसक्ने स्थितिमा थियो र हामी आम युवाहरू र यहाँको धर्मगुरुहरू र यहाँको सिङ्गो समुदाय लागेको कारणले आज यो कार्यक्रम सफलतापूर्वक हामीले सम्पन्न गऱ्यौँ र आगामी दिनमा यस क्षेत्रको धार्मिक रूपमा संरक्षण गर्ने, सम्वर्धन गर्ने र नियमित पूजापाठ गर्ने कार्यहरू गर्ने कार्यक्रम हामी विशेष गरी यो अस्थायी यो टिम हो, यो अस्थायी चाहिँ यो गठन भएको यो कार्यक्रम अवधिको लागि हो र विशेष गरी यसलाई लामो विधिगत रूपमा पनि जाने, विधिवत रूपमा पनि हामी आगामी दिनमा संस्था नै दर्ता प्रक्रियामा अगाडि बढेर विधिगत रूपमा यस धार्मिक क्षेत्रलाई संरक्षण गर्छौँ भन्ने कुराहरू चाहिँ यहाँको मिडिया मार्फत म जानकारी गराउन चाहन्छु। हामीले समाजमा अन्धविश्वास, छुवाछुत, कुसंस्कृति आदिलाई हटाउन सकिन्छ, तर टाउकोमा पुम्बा राख्दैमा, पुम्बाको जाल पिउँदैमा मान्छेको चेतनामा विकास हुन सक्दैन। शिक्षा, ज्ञान, अध्ययन र अनुसन्धानमा जोड दिने मुलुकहरू कहाँ पुगिसके। हाम्रो देशमा चाहिँ अहिले पनि यस्तै अन्धविश्वासको पछि लाग्नु छोडेको छैन र छुटकरीमा भन्नुपर्दा महाकालको कहीँ पनि कतै पनि यसरी पुनर्जन्म हुन्छ भन्ने कुरो लेखिएको छैन र महाकालको कहिल्यै पनि पुनर्जन्म हुँदैन। उहाँ भनेको एउटा धर्मको रक्षा गर्ने शक्ति हो, एउटा जीवको रूपमा, एउटा मानिसको रूपमा चाहिँ यसरी अवतार लिएर कहीँ पनि आउँदैन भनेर चाहिँ बताएको छ। बुद्ध धर्मको श्रवण, मनन र भावनाको अभ्यास केही पनि नगरिकन ध्यान गर्नु सम्भव छैन, ध्यान लाग्नु सम्भव छैन। र कुनै भिडियोहरूमा मैले केही पनि देखिरहेको छु भन्दाखेरि जो व्यक्ति महाकालको अवतार हो भनेर कुरा गरिरहेको छ
उहाँ योभन्दा अगाडि कुनै पनि बुद्ध धर्मको विषयमा अध्ययन गरेको छैन, बुद्ध धर्मको गुम्बाहरूमा पनि बसेको छैन भनेर त्यो भिडियोमा मैले देखेको छु। त्यस कारणले गर्दाखेरि गुरु बिना, अध्ययन बिना, मार्गदर्शन बिना ध्यान र ज्ञान सम्भव छैन। अध्ययन बिनाको ध्यान भनेको औँलो नभएको मान्छेले वीर चढ्न खोजेको जस्तो हो भनेर बताएको छ। त्यसकारण ध्यान सुरु गर्नुभन्दा अगाडि शरणगमन चाहिन्छ। शील, उपदेश, गुरु अनुशासन र सही दृष्टिकोणको स्थापना गर्नु अनिवार्य हुन्छ। 49 दिन ध्यान बस्नु मात्र महत्त्वपूर्ण होइन। गुरु बिना, अध्ययन बिना, मार्गदर्शन बिना प्राप्त अनुभूतिलाई बुद्ध धर्मले ध्यान मान्दैन। यो शास्त्र सिद्ध सत्य हो र यहाँ मेरो तर्कको केन्द्र व्यक्ति होइन, सिद्धान्त हो। धर्मको नाममा विकृति फैलियो भने जाति, समूह, नजिक, परिचित जस्ता शब्दहरूले सत्य छुपिनु हुँदैन। जसरी शरीरको कुनै अङ्गमा क्यान्सर लागेको छ भने त्यो मेरो अङ्ग हो भनेर राख्नु हुँदैन, त्यसलाई काटेर फाल्नुपर्छ, नत्र ज्यान नै जोखिममा पर्ने सम्भव हुन्छ। त्यस्तै प्रकारले यदि कसैले धर्ममा विकृति फैलाउँछ भने यो मेरो जातको मान्छे हो, यो मैले चिनेको मेरो परिचित व्यक्ति हो भनेर चुप लागेर बस्नु हुँदैन। सत्य र वास्तविकतालाई बाहिर ल्याउनुपर्छ। बुद्ध धर्ममा अध्ययन गरेको खिम्बो, लामा, ज्ञानी र अनुभवी व्यक्तिहरूले जतिसक्दो यसको विषयमा बोलेर दुधको दुध, पानीको पानी छुट्याउन सक्नुपर्छ। बुद्ध धर्मको ज्ञान भएको, शिक्षा हासिल गरेको, त्यस्तै गरी अध्ययन गरेको व्यक्तिहरूको लागि यो बनिरहनु पर्दैन। उहाँहरूले सही र गलत बुझ्नुहुन्छ र सर्वसाधारण व्यक्ति जसले बुद्ध धर्मको विषयमा केही अध्ययन गरेको छैन, पढेको छैन, त्यस्तो व्यक्तिहरू गलत मार्गमा जाने सम्भावना हुन्छ। त्यस कारणले हामीले आफूले जानेको, बुझेको कुराहरू बुद्ध धर्मको ग्रन्थ र पुस्तकहरूलाई आधार मानेर जनमानसमा ल्याई स्पष्टीकरण दिनु एकदम महत्त्वपूर्ण हुन्छ र